इतिहासकै प्रभावकारी वैज्ञानिक अल्बर्ट आइन्स्टाइन आखिर कसरी बन्न पुगे त इतिहासकै महान व्यक्ति? वास्तवमै अल्बर्ट आइन्स्टाइनको सोच कस्तो थियो त? किन उनको अध्ययनको तरिकाले आजको पुस्ताले रिसर्च गरिरहेका छन्? आखिर के थियो त उनको पढाइको सिक्रेट? ओ मित्र, आउनुहोस् आजको भिडियोमा उनै महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको प्रभावकारी पढ्ने तरिकाको सिक्रेटको बारेमा चर्चा गरौँ। नम्बर 1, रटेर होइन बुझेर पढ्नुहोस्। आइन्स्टाइनको भनाइअनुसार यदि तपाईँले कुनै पनि कुरालाई सरल भाषामा अरूलाई बुझाउन सक्नु हुँदैन भने त्यो कुराले अझ तपाईँले राम्रोसँग बुझ्नु भएको छैन। यही कारणले नै हो आइन्स्टाइनले कुनै पनि बुक अथवा टपिक पढ्दा सानो सानो टुक्रामा विभाजन गरेर पढ्ने गर्दथे। साथै पढेको कुरालाई आफ्नै भाषामा बुझ्ने तरिकाले व्याख्या पनि गर्दथे, जसको कारण पढेको सबै कुरालाई पछिसम्म पनि स्मरण गर्न सक्दथे। त्यसैले मित्र, तपाईँले पनि आफूले पढेको कुरालाई केवल 3 वाक्यमा बुझ्ने प्रयास गर्नुहोस्, किनकि यो 3 वाक्यमा बुझ्ने ट्रिक आइन्स्टाइनले बारम्बार अपनाउने गर्दथे। नम्बर 2, कल्पना गर्दै पढ्नुहोस्। आइन्स्टाइनको सबैभन्दा शक्तिशाली हतियार थियो कल्पना गर्दै पढ्ने, मतलब भिजुअलाइजेसन गर्दै पढ्ने। यदि म प्रकाशको गतिमा दौडिन सक्थेँ भने, यदि मेरो सोचको कारण दुनियाँको सोच बदलिन्थ्यो भने, प्राय उनी अविश्वसनीय कुरालाई कल्पना गर्ने गर्दथे। यस्तै यस्तै कल्पना गर्ने बानीले पछि गएर क्रान्तिकारी सिद्धान्तहरू बनाए, अनेकौं परिवर्तनहरू गरिदिए। हो मित्र, तपाईँ पनि अबदेखि कुनै पनि कार्य गर्दा पढ्दा यस्तै नियमको पालना गर्नुहोस्। केवल हरेक दिनको 5 मिनेटलाई सदुपयोग गरेर कल्पना गर्न सक्नुभयो भने, भिजुअलाइजेसन गर्न सक्नुभयो भने यसले पनि तपाईँले अवश्य बदलिदिनेछ। नयाँ नयाँ आइडियाहरूको बाटो पनि अवश्य खोलिदिनेछ। नम्बर 3, आफैलाई प्रश्न सोध्नुहोस्। आइन्स्टाइन कहिले पनि एउटा जवाफमा सन्तुष्टि हुँदैनथे। उनी बारम्बार प्रश्न गर्ने गर्दथे, घन्टौँ लगाएर उत्तर खोज्ने पनि गर्दथे। किन यो सम्भव भयो, किन यो असम्भव भयो, बारम्बार किन कसरी भन्दै प्रश्न गरिरहन्थे, जसको कारण उनलाई अझ गहिराइमा जान र बुझ्न सहज भयो। त्यसैले मित्र, अबदेखि तपाईँले पनि आफूलाई क्रस क्वेसन्सहरू गर्नुहोस्। पढ्ने समयमा अप्ठ्यारो क्वेसन एन्सरलाई अन्डरलाइन गर्नुहोस्। यो कसरी सम्भव भयो, के यो नै सत्य हो, के यसको विकल्पहरू केही छैन, यस्तै यस्तै प्रश्न आफैले गर्नुहोस्, किनकि यस्तै ह्याबिटले नै तपाईँको अन्डरस्ट्यान्डिङ लेभललाई अझ बढाइदिन्छ। नम्बर 4, समस्यासँग लामो समयसम्म बस्नुहोस्। आइन्स्टाइनले कहिले पनि छिटो र आतुरीमा कार्य गर्दैनथे। कुनै पनि समस्या आइपरेपछि त्यसको गहिराइमा गएर बुझ्ने र समाधान खोज्ने क्षमता उनमा थियो। उनलाई प्रष्टै थाहा थियो, छिटो छिटो र हतार हतारमा कार्य गर्दा बिग्रिन्छ र सोचेको जस्तो राम्रो पनि हुँदैन। अझ आइन्स्टाइन एउटै समस्यामा लामो समयसम्म अल्झिरहन्थे र त्यसको बेस्ट समाधान खोजेरै आउने गर्दथे। उनले भन्ने गर्दथे, म अरूभन्दा धैर्यवान छु अनि एउटै समस्यामा पनि धीरताका साथ अडिरहन सक्छु। यदि हामीले पनि यस्तै ह्याबिटलाई अपनाउँदै डिप वर्क गर्न सक्यौँ भने हाम्रो मेन्टल हेल्थ पनि बुस्ट हुनेछ। नम्बर 5, नोट लेख्ने तरिका। वास्तवमा आइन्स्टाइनले नोटबुकलाई दिमागको अतिरिक्त स्मृति मान्ने गर्दथे। वास्तवमा कुनै पनि समस्या आइपर्यो भने सबैभन्दा पहिला यसलाई सानो सानो भागमा विभाजन गर्दथे अनि तुरुन्तै नोटबुकमा परिवर्तन गरिहाल्दथे। यसरी सानो सानो टुक्रा बनाउँदा उनलाई कार्य गर्न सहज हुन्थ्यो र भविष्यमा स्मरण गर्न पनि सहज हुन्थ्यो। त्यसैले तपाईँ पनि कुनै पनि समस्यामा पर्नुभयो भने त्यो समस्यादेखि नभाग्नुहोस्, नातिनुहोस्। त्यसलाई सानो सानो भागमा विभाजन गरेर
पुरा गर्नुहोस्। यसो गर्नाले स्मरण गर्न सहज हुनेछ, तपाईँको सोचलाई क्यालिब्रेट गर्दछ। नम्बर 6, टेक्स्ट बुकभन्दा बाहिरी कुराहरू पनि पढ्ने गर्नुहोस्। आइन्स्टाइनले केवल फिजिक्स मात्र होइन, म्युजिक पनि सिक्दथे, म्याथमा पनि अब्बल थिए, साथै प्रकृतिलाई पनि उत्तिकै गहिराइमा बुझेका थिए, किनकि उनको मान्यता अनुसार आइडियाज कनेक्ट फ्रम मल्टिपल डाइरेक्सन। त्यसैले मित्र, तपाईँ पनि समय मिलाएर टेक्स्ट बुक मात्र होइन, अन्य कुराहरू पनि पढ्ने गर्नुहोस्, अन्य क्षेत्रको बारेमा पनि बुझ्नुहोस्, किनकि अहिलेको समयमा यदि तपाईँले चाहनुभयो भने एउटै क्लिकमा हरेक इन्फर्मेसनलाई आफ्नै हातमा उपलब्ध गराउन सक्नुहुन्छ। यसो गर्नाले तपाईँको ब्रेन एक्टिभ पनि हुनेछ, ब्रेनको नयाँ लिङ्कहरू पनि खोलिदिनेछ। नम्बर 7, माइन्ड म्याप गर्ने विधि। वास्तवमा अल्बर्ट आइन्स्टाइनको अध्ययन गर्ने तरिका कडा र स्ट्रङ मात्रै थिएन, सन्तुलित पनि उत्तिकै थियो। अझ उनी म्युजिक सुन्ने र सँगसँगै म्युजिक बजाउने पनि गर्दथे। आफ्नो मनमा कुनै पनि किसिमको प्रश्न नआओस् भनेर आफैलाई एकान्तमा पनि राख्दथे, साथै मनमा कुनै पनि किसिमको पश्चाताप राख्दैनथे। उनको मान्यता अनुसार खालीपन र एक्लोपन सबैभन्दा ठुलो विचार जन्मिने जोन हो। नम्बर 8, अभ्यास गर्ने शैली। हेर्नुहोस् मित्र, इतिहासमा जति पनि ठुला व्यक्तिहरू थिए, उनीहरूमा एउटा कमन ह्याबिट थियो, त्यो हो अभ्यास गर्ने शैली। उनीहरू अभ्यास गर्न हरेक समय एकदम तयार रहन्थे। त्यसै गरी अल्बर्ट आइन्स्टाइनको पनि अभ्यास गर्ने शैली अलि फरक नै थियो। कुनै पनि विषयलाई 3 लाइनमा बुझ्ने प्रयास गर्दथे, आफैलाई हरेक दिन प्रश्न गर्ने गर्दथे, 50-10 रुटिनको प्रयोग गर्दथे, जसको लागि 50 मिनट पढ्ने, 10 मिनट आराम गर्ने। हप्तामा एकचोटि फरक विषय पढ्ने गर्दथे। कठिन समस्यालाई पनि पहिला समय दिएर बुझ्ने अनि मात्र समाधान गर्ने गर्दथे। हेर्नुहोस् मित्र, अल्बर्ट आइन्स्टाइन जन्मजाति प्रतिभाशाली मात्र थिएनन्, उनी जिज्ञासु पनि उत्तिकै थिए, साथै धैर्य र डिप थिङ्करको मास्टर नै थिए। हेर्नुहोस्, यस्तो सम्भावना तपाईँमा पनि छ। आफ्नो त हरेक प्रश्नलाई क्लियर र गहिरो बनाउनुहोस्। समस्याबाट भाग्ने होइन कि समस्यामै बसेर समाधान गर्नुहोस्। यही तरिकाले नै तपाईँलाई भविष्यमा सफल बनाइदिनेछ।